गुटपाक उत्पादन विधि। आवश्यक सामग्रीहरू: खुवा 600 ग्राम, चिनी 400 ग्राम, खुवा र चिनीको अनुपात 60:40, खाने गुद 50 ग्राम, घिउ 60 ग्राम, नरिवलको धुलो 30 ग्राम, किसमिस 15 ग्राम, काजु 15 ग्राम, कागजी बदाम 15 ग्राम, पिस्ता 15 ग्राम, चिउराको धुलो 60 ग्राम, काँक्रा, तरबुजा वा फर्सीको बिउ 25 ग्राम, दुध वा पिउन योग्य पानी 100 मिलिलिटर। त्यस्तै छोकडा 30 ग्राम, अलैँचीको धुलो 6 ग्राम तथा बत्तिसा पाउडर। सर्वप्रथम चिउरालाई मिक्सरमा राखेर धुलो बनाउने। अब सफा कराईमा घिउलाई मन्द आगोमा पगाली 108 देखि 110 डिग्री सेन्टिग्रेडसम्म तताउने। घिउ तातिसकेपछि खाने गुदलाई रातो हुने गरी तथा काँक्रा वा फर्सीका बिया र किसमिसहरूलाई हलुका रूपले अलग अलग फुराई प्लेटमा राख्ने। अब आवश्यक परिमाणको चिनीलाई कराईमा 160 डिग्री सेन्टिग्रेड तापक्रममा पगाली 175 देखि 200 सेन्टिग्रेड तापक्रममा मन्द र एकनासको आँचमा मह जस्तो खैरो अथवा क्यारामल कलर नहुँदासम्म डाडुले एकनाससँग चलाउँदै लैजाने। अब पग्लेको उक्त चिनीको झोलमा सर्वप्रथम मसिनो टुक्रा पारिएको खुवालाई राम्रोसँग मिसाउने। खुवा मिसाइसकेपछि मन्द आगोमा बिस्तारै चलाउँदै राम्रोसँग पकाउने। खुवा र पग्लेको चिनीको मिश्रण अब यत्तिको पाकिसकेपछि अघि गुद तार्दा बाँकी रहेको घिउ अब त्यसमा मिसाउने। त्यसका साथै चिउराको धुलो पनि मिसाई राम्रोसँग चलाउँदै पकाउने। आवश्यक परिमाणमा पानी वा दुध राखी मन्द र एकनासको आँचमा 93 देखि 95 डिग्री सेन्टिग्रेड तापक्रममा पनायोको सहायताले सबैतिर चलाउँदै सुजी वा हलुवा वा ढिँडो पकाए जस्तो गरी पकाउने। अब अघि तारेर राखेको गुद तथा सुक्खा फलफुल अथवा ड्राई फ्रुट्स र बत्तिसा पाउडरको आधा भागलाई चाहिँ खनाई पनायोको सहायताले राम्रोसँग मिसाउने। गुटपाकबाट घिउ निस्किएर कराईको पिँधमा टाँसिन छाडेपछि कराईलाई आगोबाट बाहिर निकाल्ने वा ग्यास निभाउने। यो अवस्थामा गुटपाकमा एक विशेष प्रकारको रङ र बास्ना क्यारामलाइज्ड फ्लेभर एन्ड कलर आउँदछ। अब तयार भएको गुटपाकलाई तातै अवस्थामा घिउ दलेर चिल्लो पारिएको सफा र जीवाणुरहित स्टिल वा अलुमिनियमको थालीमा खनाई पनायोको सहायताले सम्याउने। अघि आधा भाग बाँकी रहेका गुद, किसमिस, काँक्रा वा फर्सीका बिया तथा अन्य ड्राई फ्रुट्सले माथिबाट सजाउने। घिउ दलेर चिल्लो पारिएका सफा र जीवाणुरहित पनियोले हल्का दबाव दिँदै आकर्षक बनाउने। त्यसपछि गुटपाकलाई 60 देखि 65 डिग्री सेन्टिग्रेड तापक्रममा चिसो पार्ने। सफा र जीवाणुरहित चक्कुको सहायताले गुटपाकलाई इच्छाइएको आकारमा टुक्राहरू पार्ने। त्यसपछि गुटपाकका टुक्राहरूलाई ग्राहकको माग अनुसारको तौलमा
70 देखि 75 माइक्रोनको सफा र जीवाणुरहित एलडिपिई थैलीहरूमा हावारहित ढङ्गबाट भ्याकुम प्याकिङ गर्ने। यसरी तयार पारिएको गुटपाकलाई ताजै खाने वा 4 देखि 6 डिग्री सेन्टिग्रेड तापक्रममा हुने गरी रेफ्रिजरेटर वा शीतकक्ष कोल्ड रुममा भण्डारण गर्ने।